विश्वास यस्तो शक्ति हो जसले उज्यालो नदेखे पनि सूर्योदयको पर्खाइमा बस्न सकिन्छ। भगवानमाथि विश्वास राख्नुहोस्, सबै ठिक हुन्छ। अलराइट, गुड मर्निङ ब्युटिफुल फ्यामिली है। अहिले चाहिँ 6:15 भइरहेछ। रुपेश गुरुङ चाँडो उठ्नुको कारण के हो भन्दा भिडियोको टाइटल हेरेर ठ्याक्कै थाहा पाइसक्नु भयो होला। ढिला उठ्ने बानी छ क्या, आँखा यस्तो डेन्जर पोलिरहेछ नि आम्बो। त्यही हो साथीहरू, म चाहिँ अब फ्रेस हुन्छु, भिडियो हेर्दै गर्नु होला। अहिले एकछिनमा भेटौँ है त। Once again, good morning everyone. Guys, अहिले चाहिँ हामी ठ्याक्कै फ्रेस भएर निस्केको। चिसो छ लास्ट है। ल ब्युटिफुल फ्यामिली, ल भाइ के भन्नु छ? आज चारचडा उठाइ भएर सब यहाँ केटाहरू फ्रेस भएर नि फ्रेस भएको छ। हामी चाहिँ कालीमाटी आइपुग्यो गाइज, ब्युटिफुल फ्यामिलीहरू। यहाँबाट भाइ छ, भाइ चढेर जान्छ। वी आर जस्ट ल्यान्डिङ तौदह बजार। ठुलो भाइ पानी किन्न गएको छ, भतिजी यहाँ हेरिरहेछ गदा। ल कति बजी नि 7:15 भयो ठ्याक्कै। अहिले चाहिँ के खिचिरा होला यसको पारा यस्तो छ। बिहान मन्दिर पुगेछ नि, धुप बालिसक्यो। ल भाइ, मन्दिर पुग्नुभन्दा अगाडि धुप बाल्दैछ यसले चाहिँ। यस्तो छ पारा। ल मन्दिर आइपुग्यौँ। थाप्दैन भने मुजी मलाई कस्तो घुमाएको त। ल हामी चाहिँ मन्दिर आइपुग्यो बल्ल बल्ल। केटाहरू मम्मी हान्दैछ यतातिर। के भाइ क्या हँस अहिले त। ल यस्तो छ है। भाइ कस्तो भयो त वाक साम्दा? एकदम ठिकै छ। ल ल मन्दिर आइपुग्यो हामी चाहिँ ठ्याक्कै। आज यसो धर्म कर्म केटाहरू चाहिँ फेरि सक्दैन, नसुती नसुती एक बुढी यहाँनिर धेरै पाप गरियो भन्छ अहिले। आइपुग्यो। ल गुड मर्निङ, गुड मर्निङ। यहाँबाट हिँड्दा त लो टाढा पर्ने रहेछ त्यहाँ। सम्झनु त्यो चुरा पार्ने हुन्छ नि, ए त्यस्तो बनाउने हो। मन्दिर आइपुग्यो, त्यो बनाएको नि पाउँछ होला। यो साइडबाट चाहिँ म फर्स्ट टाइम गएको यहाँ, उताबाट जान्छु मात्र। मान्छे छ जस्तो छ है आज, मान्छे चाहिँ छ जस्तै छ। लिउँ न त अब।
यता लिनुपर्छ ओ केटा किन सब फटाफट होइन ल मेरो चाहिँ दुइटा भाइ माइक दुइटा एउटा मेरो एउटा बुढी I'm leaving home for the coastline, someplace under the sun. I feel my heart for the first time, 'cause now I'm moving on, yeah, I'm moving on. कस्तो लागिरहेछ मन्दिर आएर पूजा गर्नु आएको मान्छेहरू त्यही अलिकति भक्त जस्तो भइसकेको छ होइन लाइन बस्नु पर्दैन जस्तो फिल भएको थियो तर लाइन बस्नु पऱ्यो आधी घन्टा भयो भने चाहिँ केटाहरू लाइन बसिरहेको तपाईँलाई चाहिँ कस्तो लागिरहेको त आएर काम गर्नु धेरै राम्रो लाग्छ नि त मन्दिर आउनु अगाडि धुप हालिसक्यो हामी चाहिँ बल्ल बल्ल तल पूजा गरेर माथि चढ्दैछौँ माथि मन्दिर रहेछ विराट छ यहाँ भाइले अगाडि हाल्दैछ पूजा गरियो फाइनली सबले एउटा एउटा यो चाहिँ दुइटा मेरो र बुढीको गर्नु भयो मन्दिर चाहिँ यहाँ चाहिँ गर्मी मन्दिर छ यहाँतिर Dicen piru que ama im जस्तो हेलो सबै सालभित्री माता परोस् भनेर हामीले मातालाई यहाँ चुरा पोते धागो टिका काइयो लिएर गएछौँ माता चाहियो भनेर अहिले माताको लागि भनेर होस् आमाले पुरा गरिदिन्छ भन्ने आश राखेको छु मैले चिताएको सबै पुरा होस् जय माता लाइन बस्दैछ यसरी गइरहेको छ ठक्क टपमा छौँ अहिले चाहिँ हामी यहाँ तल मन्दिर चाहिँ पुरा हिँड्दै आएको हामी टाढा तल्लो जस्तै यहाँ गाडी भएको छ ल भाइ पूजापाठ गर्दाखेरि यतिको कष्ट चाहिँ हुनुपर्छ चट्ट अनि यति नै नहिँड्ने यति नै नदौड्यो यति नै नथाक्यो त कहाँ मन्दिर आएको त त्यो भाइब चाहिँ हुँदैन नि ल दुईवटा मन्दिर भ्यायो अब हाम्रो ठ्याक्कै 9 बजिरहेको छ घर जाँदैछौँ हामी चाहिँ अब है बिस्तारै बस्दै तल टाइम लाग्यो नि त हामीलाई यो मङ्गलबार अरू बाजे मान्छे झन् ढिलो आउँछ ल आज अब खासमा त्यस्तो लाइन बस्नु पर्दैन जस्तो चाहिँ लागेको थियो हामीलाई होइन आधी घन्टा बस्यो आधी घन्टा बसियो पूजापाठ भइहाल्यो सक्यो ल अब 3-4 वर्षलाई पाएको लागि कोटा खुल्यो क्या त्यही हो ल हामी चाहिँ चल्दैको मेरो टु पिस छ है खासमा अब म चाहिँ मेरो लागि भन्दा नि बुढीको लागि आयो पूजा गरियो मेरो दुइटा छ मे गड ब्लेस हर मैले धेरै चिज मागेँ उसको लागि मेरो फ्यामिलीको लागि सबै भिडियो हेर्छ जति जम्मैलाई रक्षा गर्नु है भगवान्ले खुसी लाग्यो मन खुसी भयो बुढी लग्यो अब एउटा चाहिँ मैले मेरै नाममा पूजा गरेँ अनि अर्को चाहिँ बुढीसँग आउनु पनि पाएन त्यही हेरेर बुढीको नाममा पनि एउटा चढाइदिइरहेको छु मैले चाहिँ बुढीको नाममा पनि एउटा
पूजा गरेर म फर्किँदैछु अहिले चाहिँ यस्तै भयो त्यो नभए एक दिन सँगै आउनुपर्छ फेरि है ल राम्रोसँग बस्ने केयर गर्ने आफ्नो भगवान्ले रक्षा गर्छ ल अहिले चाहिँ 9:30 भयो हामी चाहिँ ठ्याक्कै यहाँ आइपुग्यो गाडी आएको ठाउँमा केटा चाहिँ वासरुम छिरेछ गाडीमै झार आएन आइज राखौँ न त्यता ल अब चल्दिने हामी चाहिँ यस्तो भयो नयाँ केटाहरूको सवार हुँदैछ यता केटा केटाहरू यहाँ केही खाने रे ल आज यसको क्लास आउने नि दाजु यता आउनु क्लास कति बज्यो 9 बजीदेखि हेर्छु 10 बजी ल कति बजे भयो अहिले घडी हेर 11:05 भयो हामी चाहिँ ठ्याक्कै पिपुल्स प्लाजा आइपुग्यो खाजा खाएर पूजा सुजा गरेर त्यही हो ल आइफोनको क्यामेरा ह्यान्डसम देख्दो रहेछ यति मात्रै बाई 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 तपाईँलाई अब गुड डे 11 बजे हामी चाहिँ पसल आइपुग्यो ठ्याक्कै है त ल बाई बाई र ठ्याक्कै पसल आइपुग्यो है त हामी चाहिँ ल आजलाई यति नै बाई बाई धन्यवाद हस् नमस्ते स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् माया गरिरहनुहोस् ल बाई बाई सबैलाई बाई बाई ल हामी चाहिँ यहीँसम्म बाई बाई